हेलो गुड मर्निङ एभ्रिवान। अहिले चाहिँ बिहानको 5 बजिसक्यो र म चाहिँ अनुहारहरू धोइसकेर म चाहिँ भिडियो गर्दैछु। वेदरको कुरा गर्नुपर्दा चाहिँ हाम्रोमा चाहिँ सिमसिम सिमसिम पानी परिरहेछ अनि शीतल भइरहेछ साथीहरू। अनि अब चाहिँ मेरो चाहिँ अर्ली मर्निङ ड्युटी स्टार्ट हुन्छ साथीहरू। अब के ड्युटी छ म तपाईँहरूलाई देखाउनु गइरहेछु साथीहरू। अब 1 नम्बरमा चाहिँ हुन्छ मेरो चाहिँ कसिङ्गा सोर्नु साथीहरू। अनि यहाँ चाहिँ मेरो नानी सुतिरहेछ अनि म चाहिँ नानीलाई उठाउँदैछु अनि उठ्नुको लागि चाहिँ बल्ल बल्ल यता र उता हल्लिँदैछ नानी। अनि म चाहिँ 1 नम्बरमा किन कसिङ्गार सोर्छु भन्दा चाहिँ म चाहिँ कसिङ्गार सोरिसकेर मात्रै पूजा गर्छु नि त। त्यही कारणले गर्दा कति प्रायले चाहिँ होइन कसिङ्गार सोरिसकेर पोचा लगाएर नुहाइधुवाइ गरेर मात्रै पूजा गर्नुहुन्छ। म चाहिँ अब दुध डेरीले गर्दाखेरि ढिलो हुन्छ र भ्याउँदिनँ नि त। अब ढिलो गऱ्यो भने चाहिँ अब डेरी अब दुध फर्केर आउँछ। अनि चाहिँ म चाहिँ हात खुट्टाहरू धोएर अनुहारहरू धोएर मात्रै पूजा गर्छु। अनि चाहिँ म चाहिँ अस्ति मैले दुध दुहुँदै गरेको तपाईँहरूलाई देखाएको थिएँ। आज चाहिँ म तपाईँहरूलाई देखाउँदिनँ। अब चाहिँ म यहाँ कसिङ्गार सोरिसक्नु आँटेँ। अब चाहिँ फेरि चिया पकाउनुतिर लागेँ। यहाँ चाहिँ दुध उम्लिँदैछ। अब यो दुध उम्लेपछि अब चिया पनि उम्लिँदैछ एकपट्टि। अनि म चाहिँ चिया पिउँदिनँ किनकि होइन मेरो चाहिँ भुँडी पोल्छ र चाहिँ म चाहिँ चिया पिउँदिनँ। मेरो हस्बेन्डले मात्रै पिउनुहुन्छ। अन्त दुध पनि कम्ती पकाउँदैछु, चिया पनि कम्ती पकाउँदैछ। अब दुध चिया पाकी त अलमोस्ट पाकिसक्यो। अब यो पाकिसकेपछि चाहिँ म चाहिँ चिया बनाउँछु। अब मेरो चाहिँ यसै गरेरै ड्युटी स्टार्ट